पाते फुल छैन रुख मात्रै हो बेसरेको मन छैन मुख मात्रै कलाकार हुने मान्छे जापान आएर बिग्रियो कि फेरि हान्यो कि सब गाइस आज फेरि नयाँ भिडियो आउँदैछ। यो ठाउँ चाहिँ कहाँ हो? यो चाहिँ हामी एउटा बवाल पार्कमा आउँदैछौँ हैन। नाम चाहिँ एकछिनमा ट्याक्क भन्दिनेछ अनि आउँदै छौँ भन्दा पनि जबरजस्ती आएको भन्नु अनि सुतिरहेको मान्छे बवाल ठाउँ चाहिँ बवाल देखिरह हैन। कस्तो लागिरहेको पार्कमा प्रवेश गर्ने बेलामा? प्रवेश गर्ने गेट पारी हो राजा। त्यो पारीबाट अब यहाँ अब त हामी प्रवेश गरिसक्यौँ ढुङ्गा चढ्ने आफू चलाउनु मिल्ने खाले रहेछ भने आज चढ्ने त हो नि। मलाई अर्को खाले चढ्न मन हामी ठ्याक्क 2 बजे आइसकेको यहाँ है। पार्क लाइफ अरे क्याफे रेस्टुरेन्ट कता जाने? यता जाने कि यता जाने? जता गयो नि हुन्छ जाउँ न घुम्नु। सिधै जाऊँ न सिधै के रहेछ त्यहाँ गयो र बवाल होला जस्तो छ है। त्यहाँ चाहिँ ऊ पनि छ जू पनि भयो जस्तो लागिरहेको मलाई जूहरू होइन। जङ्गल सफारीतिर आज चाहिँ एउटा एनिमल लिएर हिँड्दा चाहिँ एनिमल सिन चाहिँ बवाल देखिन्छ। के हुन्छ आजको दिन कस्तो भयो? रमाइलो भयो? कस्तो भयो? नखाम भने दिनभरिको सिगार खाम भने कान्छो खन्दार भने के भयो? यता जाम भन्दा यता जाम भन्यो होइन उता अब धेरै बस्नु हुँदैन कि यता लागिरह गर्मी छ। अब रुममा गएर सुत्नुपर्छ होइन। 2 घन्टा सुतेर फेरि काम हान्ने होला है। अनि यस्तो बवाल ठाउँ छ है। त सुनसान डेट आउने जस्तो ठाउँ रहेछ होइन। हेर त कति राम्रो तिम्रो गर्दैन।